यो अबको 1 महिनामा बनिसक्ने अन्डर कन्स्ट्रक्सनमा रहेको घर चाहिँ बस पार्कदेखि 2.5 किलोमिटरभित्र धनेश्वर पानी ट्याङ्की एरियामा रहेको 3.5 आनामा बनेको 3 तला घर चाहिँ हामीले हजुरको लागि लिएर आएका छौँ जम्मा 2 करोड 90 लाखमा। आउनुहोस् न त हेरौँ कस्तो रहेछ। यो चाहिँ रहेको छ हाम्रो स्पेसियस किचन एरिया जुनको चाहिँ फङ्सनिङ अझै लाग्नु बाँकी नै रहेछ। यो चाहिँ रहेको छ हाम्रो कमन वासरुम। यो अर्को बेडरुम रहेको छ बट अहिले फिलहाल चाबी लागिरहेको छ। यो हाम्रो अर्को बेडरुम रहेको छ। फ्लोर पनि हेरौँ न। यो चाहिँ हाम्रो रहेको छ स्पेसियस लिभिङ एरिया विथ बाल्कनी। यो चाहिँ हाम्रो अर्को बेडरुम रहेको छ। यो चाहिँ हाम्रो रहेको छ कमन बाथरुम। यो चाहिँ हाम्रो बेडरुम रहेको छ विथ अट्याच बाथरुम। यो चाहिँ रहेको छ हाम्रो फर्निश्ड स्पेसियस किचन। तेस्रो फ्लोर पनि हेरौँ न त। यो चाहिँ रहेको छ हाम्रो थर्ड फ्लोर जुन सेकेन्ड फ्लोरसँग एकदम सिमिलर रहेको छ। आउनु न त हामी अब टेरेस तर्फ जाउँ। एकदम म्यासिभ टेरेस रहेको छ। यता अब पनि भनेको रहेछ हेरौँ न त के छ माथि पनि। यो अन्डर कन्स्ट्रक्सनमा रहेको घर चाहिँ अबको 1 महिनामा कम्प्लिट हुनेछ। त्यसैले हजुरले अहिले नै बुक गर्नुभयो भने केही डिस्काउन्ट पाउन सक्नुहुनेछ। त्यसैले यस्तै बेटर डिल्स र साइट भिजिटिङको लागि चाहिँ एसएस कन्स्ट्रक्सनलाई यो नम्बरमा कल गर्न सक्नुहुनेछ। थ्याङ्क यू।